टिकटक बनाउँछ, कोहीले रिल्स बनाउँछ। अब त्यति धेरै अब त्यसमा पुरै एडिक्ट चाहिँ नहुनु होइन। अब हुन त अब आफू नि त्यस्तै मान्छे हो, तर नि आशिष बिसङ्गी, ईशान तामाङ, शिव थारू। तपाईहरुलाई चाहिँ के कुराले कन्फिडेन्ट बनाउँछ? कन्फिडेन्ट कस्तो कुराले? कन्फिडेन्ट बनाउने अब आफ्नै उसले, आफ्नै त्यो बानीले, अब आफूलाई अब के गर्दा रमाइलो लाग्छ त्यस्तो कुराले जस्तै राइड गर्दा त्यस कुराले होइन, के कुरामा आफूले इच्छा छ त्यो कुराले गर्दा नि अब आफूलाई जुन कुरामा धेरै इच्छा छ त्यो गर्यो भने कन्फिडेन्ट यतिकै आउँछ। हजुर, अनि सबभन्दा धेरै खुसी चाहिँ के कुराले बनाउँछ तपाईलाई? राइड गर्न पाउँदा। त्यही हामी सबले राइडै हो। राइड गर्दाखेरि चाहिँ पाउँछ हामीले। तपाईको जीवनमा कुनै त्यस्तो अनुभव छ जसले चाहिँ अघि बढ्नलाई मद्दत गर्यो तपाईको जीवनमा? के छ त? मेरो अब खासै अहिले त्यस्तो केही त छैन। अब भविष्यमा हुन्छ भने अब ठिक छ, अब नत्र भयो अहिले खासै छैन त्यस्तो केही। अनि अहिलेको जेनेरेसनलाई के भन्नुहुन्छ तपाईँ जस्तै व्यक्तिलाई केही सल्लाह दिनु पर्यो भने? के सल्लाह दिनु? अब अहिलेको जेनेरेसनले के भन्नु चाहन्छ भने अब अहिले अब सबजना अब त्यही हो। अब कहिले अब के अरे टिकटक बनाउँछ, कोहीले रिल्स बनाउँछ। अब त्यति धेरै अब त्यसमा पुरै एडिक्ट चाहिँ नहुनु होइन। अब हुन त अब आफू नि त्यस्तै मान्छे हो, तर नि बिस्तारै बिस्तारै यस्तो कुराहरू छोडिँदैछ अनि करियरतिर फोकस गर्नुपर्छ सबले, त्यही हो। करियरतिरै फोकस हो, त्यही हो। मैले त्यस्तो हुन्छ, हस्, धेरै धेरै धन्यवाद तपाईहरुलाई।